खाली जमिन देखियो रोड जस्तो काटिएको छ नि त्यो हो त्यो ए ओके ओके ल ल आउनुहोस् यहाँ कुराकानी गरौँ र म मदन केसी महान नेपाल 5 वर्षीय राष्ट्रिय पदयात्री तपाईँहरूको सबैलाई चाहिँ नमस्कार गर्न चाहन्छु। यो यात्रा बुद्ध भूमि लुम्बिनीबाट सुरु भएको हो। महान नेपाल 5 वर्षीय राष्ट्रिय पदयात्रा नेपालका 77 वटा जिल्ला पुग्ने र चाहिँ तपाईँको त्यहाँ गएर नेपालको समस्या सम्भावना र सपनाहरूको विषयमा पनि अध्ययन गर्दै डकुमेन्टेसन गर्ने हो। आफ्नै आँखाले नेपाललाई हेर्ने र आफ्नै खुट्टाले हिँडेर नेपालको माटोलाई महसुस गर्ने यात्रा अन्तर्गत नेपाल चिन्ने र नेपाल चिनाउने यात्रा पनि हो। आज देशमा चाहिँ एकदमै चाहिँ तपाईँको म हेर्दैछु यो बैतडीमै पनि घरहरू रित्ता छन्, युवाहरू सबै विदेश चिन्नुपर्ने बाध्यता छ र चाहिँ तपाईँको बाँदरहरूको जङ्गली जनावरहरूको पनि आतङ्क छ। यो चाहिँ तपाईँको देशमा प्रति चाहिँ तपाईँ हामी सबैजना उत्तरदायी हुन जरुरी छ र युवाहरूलाई चाहिँ प्रिय मित्रहरूलाई सन्देश दिन चाहन्छु, देशमै बस्ने गरी सोचौँ। एक छाक खाना नखाएर भए पनि देशलाई चाहिँ बनाऊँ है। तपाईँ हाम्रो बाध्यता पनि हो, तर चाहिँ देशमै बस्ने अवस्था बनाऊँ र चाहिँ सहर केन्द्रित मान्छेहरू चाहिँ बसाइसराई गरिराखेको देखिन्छ। गाउँमै हाम्रो भूमिलाई चाहिँ बाँझो हुन नदिउँ, सबैले केही न केही गरौँ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु। तपाईँहरू भेटिनु भएको छ, खुसी लाग्यो। तपाईँहरूको साथीहरूलाई पनि यो यात्राले पक्कै प्रेरित गर्नेछ। मदन केसी फेसबुक, युट्युब र टिकटक तीनवटै प्लेटफर्म मदन केसीलाई हेर्नुहोला, फलो गर्नुहोला, यात्रालाई जोडिनुहोला र कहाँ पुग्छु त्यहाँ पनि हेर्दै गर्नुहोला है हजुर। ल